स्वागत छ सम्पूर्णलाई मेरो ब्लगमा। यहाँहरूलाई आजको हाम्रो विशेष दिन रहेको छ। हामी यहाँ ठकुरद्वार नगरपालिका बर्दियामा यो हात्तीसा पिकनिक स्पोटमा आइपुगेका छौँ। यहाँ सिटिबिटीको बाली विज्ञानको 11-12 को छात्राहरू र हामी प्रशिक्षकहरू यहाँ पिकनिक स्थलमा पुगेर अब रमाइलो गर्ने तयारीमा छौँ। यो रहेको छ हामीहरूको बस र हामीहरूको यो चाहिँ यो स्टेसन रहेको छ पिकनिक हामीहरूको बनोज कार्यक्रम गर्ने। र यता अर्को रहेको छ र यहाँहरू पनि स्थानीय हुनुहुन्छ होला। र एउटा पर रहेको छ र हामीहरूको यहाँ चाहिँ हाम्रो जिरा राइस पाक्दैछ। यो जिरा राइस कसले बनाएको? कसको हात? यो जिरा राइस बनाउने चाहिँ को? तपाईँ हो? ल ल ठिक छ। ल देखाउ त ल कस्तो बनेछ। म हैन तेल हाल्ने त स्टार्ट गर्ने म। ओहो हेर्दै देखाउँ जस्तो। यता हाम्रो मासु रहेको छ। यता मासु हाम्रो 8 केजी मासु रहेको छ। यतातिर यो सुन्नु त, यसमा भएको मरमसलाहरू यसमा राख्दैन, ठ्याक्कै स्पष्ट देखिन्छ नि त, युज गर्नलाई सजिलो हुन्छ। यो प्याकेटमा भएको तेल, जिरा राइस र यता हाम्रा एकदमै मेहनती बहिनीहरू यहाँ प्याज टमाटर लसुनहरू यहाँ रेडी गरेर ल्याइसकेका छन्। यता कृति भट्ट, यता पार्वती कठायत काम गर्छ। मैले छोले मटर यहाँ पर्ने भेजवाला को हाम्रो मेदी भाइ जुन चाहिँ भर्खरै आफ्नो जिम्मेवारी सकेर 40 दिनको। अनि यता हाम्रा सुनिल चौधरी दाइ, यता केशव घोरा छ। सर बिहा कस्तो लाग्यो पाएर अहिलेसम्म कुमारी छन् सरको लागि कोही हुनुहुन्छ भने कमेन्ट गर्नु होला। यहाँ ल विपिन सरको हात लाग्छ र बाँकी उहाँ सरहरू फोटोसोटो खिच्न लागिरहेको छ। यो रहेको छ हामीहरूको अनि यसमा चाहिँ मासु बनाउनेमा चाहिँ ललित र अनि बाँकी दशरथ त्यसपछि अनि उहाँ हुनुहुन्छ उहाँले बनाउने। अब यो
ब्याट्री सकिरह होला पस्किने बहिनीको नाम के हो यो अब यता पनिर 3 जना छुट्टै छन् यता खाँदै कस्तो लाग्यो त पनिर ठिक छ मिठो छ के नुन लागेन भने अब त्यही भएर थपेको यसमा थपे भयो त थोरै र अब यहाँ खाने कार्यक्रम सुरु भएको छ यता चाहिँ ननभेज ग्रुप रहेको छ कस्तो छ त खाना कस्तो एकदम ठिक छ भात धेरै किलो भएको छ एडजस्ट गर्न सकिन्छ मजाले बसेर खाऊ त्यहाँ खडा खडा खाए त छ त अब हामी अहिले चाहिँ अब सबैजनालाई खुवाइसकेपछि त्यसपछि अब केशव सर अनि उहाँ हाम्रो घरसिमगर बहिनी अनि विपिन सर र म एकछिनमा खान्छौँ उहाँलाई खुवाइसकेपछि विद्यार्थीहरूलाई ल भरत सर आजको पिकनिक कस्तो लाग्यो तपाईँलाई भन्नु त एकदमै ठिक छ हैन भौगोलिक क्षेत्रबाट पनि लुम्बिनी आज तपाईँ कहाँ आउनु भएको छ घुम्नको लागि विद्यार्थीहरूलाई ल्याएर क्यामेरामा लगाएर खालि यो मलाई मन लाग्यो रिपोर्टर बन्नु चाहिँ रिपोर्टर हो छ हामी त अहिले लुम्बिनी प्रदेशको 5 हैन हालको लुम्बिनी प्रदेश अनि लुम्बिनी प्रदेशको ठाकुरदार अब वनभोज कार्यक्रम सकिएपछि अब हामी यता बर्दिया नेसनल पार्कभित्र प्रवेश गरेका छौँ होला नगरिकन घुम्नु होला हेर्नु होला अवलोकन गर्नु होला यहाँ हेर्न सकिन्छ हात्ती यहाँ थुप्रै हात्तीहरू छन् अब यताबाट प्रवेश गर्दै यहाँ हेर्दै के छ त्यहाँ बाघ छ अब यहाँ बाघ हेर्नको लागि यहाँ नक्कली हो तिम्रो एउटा औँला यस्तो देऊ होइन अनि पछि नक्कली हो कि सक्कली हो नि त हुन्छ हेर्न सक्नुहुन्छ एलिगेटर क्रोकोडाइलको स्पिसिस रेड बगेनबेली रुख छ अनि यो रहेको छ थारू सांस्कृतिक सङ्ग्रहालय यहाँ विभिन्न यो हात्तीको गैँडाहरूको अवशेषहरू यो शिरको अनि अन्य भागको कुराहरू राखिएको छ यहाँ विभिन्न किसिमको रेप्टाइल्स यो नेसनल पार्कमा पाउने सबै किसिमको एनिमल्सहरूको बारेमा यहाँ स्टडी गर्न सक्नुहुन्छ यो रहेको छ थारू कल्चरल थारू सांस्कृतिक हेर्न सक्नुहुन्छ यो जातो ढिक्की यसरी यो पहिले ढिक्कीमा यसरी यो कुटिन्थ्यो यहाँ समातेर यसरी 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 यो श्रीकृष्ण जन्माष्टमी अब यहाँ दरी समाजको यो जातिको बिहे हुँदाखेरि यसरी यो दुलहा र दुलहीलाई डोलीमा राखेर अनि यो वस्त्रहरू रह्यो
गहनाहरू हेर्न सकिन्छ यहाँ। घाँटीमा, कानमा, अनि गलामा, हात पाखुरामा, खुट्टामा लगाउने यी सम्पूर्ण कुराहरू यहाँ संरक्षण गरेर राखेको छ। अनि उ त्यहाँ यो जाँड बनाउने यो भाँडाहरू राखेको छ।